Namaste, sis Rabina. Sis Rabika. And we are nurse. के तपाईहरुलाई थाहा छ दुनियामा सबैभन्दा सामान्य प्रकारको क्यान्सर के हो? त्यो हो लङ क्यान्सर यानी कि फोक्सो क्यान्सर। के भएर हुन्छ तपाईहरुलाई थाहा छ? सबैभन्दा मेन प्रकारको क्यान्सर हो जुन चाहिँ स्मोकिङले हुन्छ। स्मोकर पनि दुई प्रकारका हुन्छन्, एक्टिभ स्मोकर र पेसिभ स्मोकर। एक्टिभ स्मोकर चाहिँ कुन हुन्छन् भने सपोज म आफै स्मोक गर्छु भने म एक्टिभ स्मोकर हो, अनि पेसिभ स्मोकर चाहिँ तो पेसिभ स्मोकर भनेको चाहिँ अगर उसले स्मोक गरेको धुवा हामीले सुँग्दै छौं भने त्यसलाई भनिन्छ पेसिभ स्मोकर। अनि वातावरणमा रहेको हार्मफुल ग्यासेसले पनि हामीलाई लङ क्यान्सर हुने चान्सेस छ। यो लङ क्यान्सर चाहिँ प्रिभेन्टेबल हुन्छ किनभने अब हामीले स्मोकिङहरु छोड्यौं भने हामीले प्रोपर लाइफस्टाइल मेन्टेन गर्न थाल्यौं, एक्सरसाइजहरु बिहान बिहान उठेर अनुलोम विलोम, चेस्ट एक्सरसाइज, डीप ब्रिथिङ एक्सरसाइजहरु गर्न थाल्यौं भने यो चाहिँ प्रिभेन्ट गर्न सकिन्छ। अनि हजुरहरुलाई अर्को कुरा, अगर कुनै पोल्युटेड एरियामा जस्तै धेरै ट्राफिकहरु भएको एरियामा जाँदै हुनुहुन्छ भने चाहिँ मास्क चाहिँ पक्कै लगाएर हिँड्नु, किनभने त्यहाँनेरि धेरै पोल्युसन हुन्छ, धुवाँहरु गाडीले छोडेको धेरै हुन्छ। अनि तपाईहरुलाई अझै यो लङ क्यान्सरको बारेमा जान्न मन छ भने प्लिज कमेन्ट गर्नु, हामी लामो भिडियो लिएर आउने छौं। थ्यांक यू।